छैन प्रमाण भइगयो र मलाई अन्तिम इच्छा सोधिएको पनि धेरै दिन भएको छ। तेरो अन्तिम इच्छा के हो भनेर बुट बजार्दै मेरो बेडरुम भित्र छिरेर मलाई सोधिएको पनि तपाईहरुलाई सम्झना छ होला। मैले त्यसको जवाफ दिएको थिएन। आज म चितवनबाट भन्न चाहन्छु, मेरो अन्तिम इच्छा के हो 21 गते मतपत्रमा देखाइदिनु होला। हाम्रो अन्तिम इच्छा के हो 21 गते मतपत्रमा देखाइदिनु होला। म सबैलाई यहाँबाट सन्देश दिन चाहन्छु, सम्पूर्ण जुन घटनाले आज देश यो परिस्थितिमा आयो, त्यो दुःखद घटनालाई यसको सुखद गन्तव्यमा हामीले लिएर जानुपर्ने छ। हामीसँग कोही त्रसित हुनु पर्दैन। हामी मुलुकलाई समुन्नतिको बाटोमा लिएर जान्छौँ। सुशासनको नयाँ रेकर्ड र मानक हामी तयार गर्छौँ। अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ उचाइमा लिएर जान्छौँ। अन्तर्राष्ट्रिय सम्बन्ध र साझेदारहरूलाई हामी मागी खाने भाँडो होइन, हामी गरी खाने अवस्था सृजना गर्छौँ। म फेरि पनि भन्न चाहन्छु, यो देश मागेर धनी हुने होइन, गरेर काम गरेर धनी हुने देश हो। हामी मागेर देश बनाउने देश होइनौँ। यो मागी खाने देश होइन, यो गरी खाने देश हो। हामी यसपटक गरी खाने देश बनाउन आएका छौँ। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, यहाँ भ्रम पनि छ र खोजिएको छ कसैलाई देश जलाउनेहरू भनेर हामी सम्बद्ध कतिपय मान्छेहरूलाई आरोप पनि लाग्ने गरेको छ। म फेरि पनि स्पष्ट पार्न चाहन्छु, हो पहिला स्कुलको ड्रेसमा आएका कलिला बालबालिकाको छाती र टाउकोमा ताकी गोली हानियो, त्यसपछि मात्र संरचना जलेका हुन्। जल्नु हुँदैन थियो, गलत भयो, तर गोली ठोक्न हुँदैन थियो, मान्छे मार्न हुँदैन थियो, केहीबाट बिग्रिएको हो। आजसम्म पनि सिंहदरबार कसले जलायो भन्छन्। सिंहदरबार त्यसैले जलायो जसले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनायो, बालबालिकाहरूलाई गोली ठोक्यो। त्यसैले जलाएको सिंहदरबार। त्यो सिंहदरबारमा भ्रष्टाचारको अखडा हुन्न थियो भने बालबालिकाहरू स्कुल ड्रेसमा आन्दोलन गर्न, सुशासन माग्न जाँदैनथे, नेपोकेटको नारा लिएर जाँदैनथे। तिमीले बेथिति बनायो, उनीहरू नारा लगाउन गए। त्यसकारणले सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने एउटै समूह हो, एउटै मानिसहरू हुन्, एउटै जात छ उनीहरूको, अरू कोही पनि होइन। तर बन्छ, हामी बनाउँछौँ मात्र होइन, हामी बदल्छौँ। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, अब परिवर्तनको सङ्घारमा आइसकेपछि तपाईँहरूले मन डह्रो पार्नुपर्छ। म अन्त्यमा तपाईँलाई केही कुरा बताउन चाहन्छु। यतिखेर पार्टीप्रति निष्ठा देखाउने बेला होइन। मेरो बाउको पार्टी, मेरो बाजेको पार्टी कहीँ जाँदैन। बाउ बाजेको पार्टी 5 वर्ष त्यही हुन्छ, कहीँ जान्न। खालि संसदमा मात्र कम